तपाईहरुलाई मैले भनेको चाहिँ यही भिडियो हो। हेर्नुस्, यसलाई चाहिँ भन्छ गोरु जोतेको। यसको लागि दुईजना मान्छे झन्डै झन्डै आवश्यकता पर्दो रहेछ। अगाडि दुईटा गोरु, पछाडि यो हल हो। यसको फाली, यसको धेरैवटा नाम छ। अनि गोरुलाई तलमाथि गर्नुको लागि, दाहिने देब्रे गर्नुको लागि एउटा लट्ठी लिएर, एउटा डन्डा लिएर चाहिँ यसरी गर्नु पर्दो रहेछ। यो चाहिँ सायद तपाईहरुले यस्तो भिडियो देख्नु भएको छैन होला र आज तपाईहरुलाई देखाउन गइराखेको छु। अब यो पल्लो छेउ पुगेपछि यसलाई घुमाइन्छ। हेर्नुस् है कसरी घुमाइन्छ भन्ने कुरा। हेरिबस्नुस्, यस्तो प्रकारले यसलाई घुमाउनु पर्छ। अनि पल्लो कुनामा लगेर त्यो जहाँबाट जहाँनिर भेटेको छैन त्यो फालीले, त्यो ठाउँमा राखेर चाहिँ अगाडि बढाइन्छ। यो सिक्किम एउटा अर्ग्यानिक स्टेट भएकोले गर्दाखेरिको यो पहाडीमा कतिजनाले अहिले ट्र्याक्टरले पनि जोत्ने गर्छ, हातले चलाउने मसिनहरू पनि आएको छ। तर यहाँनिर चाहिँ अहिले एकदम पुरानो परम्परा अनुसार, पुरानो रीति अनुसार हेर्नुस्, यो गोरु अगाडि बढेन भने पछाडिबाट डन्ठाले कुट्नु पनि पर्छ। अलिअलि दाहिने देब्रे पनि लाउनु पर्छ। अनि यो धेरै साह्रो हुन्छ, धेरै गाह्रो पर्छ। नजान्ने मान्छेले यसलाई जान्दैन। अनि यो प्रकारले चाहिँ खेतलाई जोतिन्छ। तपाईले हेरिराख्नु भएको होला।